हाम्रो घर यस्तो भयो अहिले यो 72 साल लाग्ने बित्तिकै हामीलाई यहाँ बस्न नहुने भयो, खाना नपाउने भयो। यति दिन भइसक्यो हामीहरू एउटा पाल पनि पाएको छैनौँ। अनि बाध्य भएर एउटा सानो सानो बिस्कुट सुकाउने पालमा हामीले के अरे यसरी समातेर पाललाई नै समातेर हामीले बाँच्न बाध्यता हुन परेको छ। खाने ठाउँ छैन, बस्ने ठाउँ छैन। सरकारबाट पनि केही सहयोग अहिलेसम्म भएको छैन। हामी मर्नु न बाँच्नुमा परिरहेका छौँ। अनि यहाँबाट कतैबाट नि नहेर्दाखेरि हामी साह्रै निराशमा छौँ। अब हामीले कहीँ गएर उपाय छैन। अब बाँच्न नि अब एकैचोटि जान नि सकिँदो रहेछ। अनि बाँच्न पनि हामीलाई कठिन, कसैले पनि नहेर्दाखेरि साह्रै नै गाह्रो भइरहेको छ। तपाईको नाम भनिदिनु न। सुशीला पाठक। अनि यो गाउँको नाम? जौबारी गाविस वार्ड नम्बर 4 लाङदी गाउँ। मेरो नाम सुशीला पाठक हो। हामी भन्दा अगाडि कोही आउनु भयो कि भएन यो गाउँमा? हामी भन्दा अगाडि कोही पनि आउनु भएको छैन यो गाउँमा। सरकारले केही पनि राहत दिएकै छैन। अनि अहिलेसम्म तपाईहरु के खाएर बसिराख्नु भएको छ? हामी जसको घरमा अलि निकाल्न सकेको छ त्यही बाँडेर भत्किहाल्नेहरूलाई हामीले नै आश्रय दिएर राखेका छौँ। जसको घरमा जे छ त्यसलाई उतारेर ल्याउनलाई अहिलेसम्म सकेको छैनौँ। घरहरू कोही ठाडो देखिए पनि भित्र जीर्ण रूपले हाम्रो घरभित्र पस्न सकेको छैन। कति अब काहीँ त बसेको पानी पर्यो, एकदम चट्याङ पर्यो, पानी पर्यो, टौवा मुनि बस्दाखेरि पनि एकदम सर्प निस्केर हामीहरूलाई एकदम सुतेका छाप्राहरूमा सर्प निस्क्यो। हामी बस्न कति रातसम्म त ठाडै बसेका छौँ। हामीलाई कतैबाट पनि केही रास पनि मिलेको छैन र हामीलाई कतै सरकारले पनि यो ठाउँमा पहुँच पुर्याएको छैन। यस्तै हुँदो रहेछ। हजुर, इच्छा के छ हजुरको चाहिँ? हामीलाई सरकारले सुरक्षा साथ राखिदिए हुन्थ्यो। हामीलाई पनि सरकारले रास दिएर अलिकति हामीलाई पनि हेरिदिए हुन्थ्यो। अरू ठाउँमा त सुनिन्छ रेडियोबाट यस्तो ठाउँमा यति सामानहरू वितरण भयो अरे, यस्ता चिजहरू वितरण भयो अरे भनेको सुनिन्छ। तर हामीलाई त्यो रेडियोबाट नभनिदिएको ठिक हुन्छ हामीलाई, किनभने हामी सरकारको पहुँचभन्दा बाहिर बसिया जस्तो भयो। हेर्दा हामीहरूको घरहरू कोही आधी पुरिएका छन्, कोही आधी भत्किएका छन्, कोही पूर्वबाट पश्चिम फर्किएका छन्। अब कोही धराब छ, ल हेर्नुहोस् यस्तोमा बसेर हामीहरूले कसरी निर्वाह गर्ने? हामीले अहिलेसम्म पाल पनि पाएको छैन। यो गाउँमा कति दूरी छ घर? यो गाउँमा लगभग यो 4 नम्बर वडामा कति दूरी? 122 34 दूरी होला। 134 दूरी छ। तर यहाँ मान्छेहरू चाहिँ दिउँसो भएर त्यही हामी झुकेर अब भगवानको कृपाले बाँचेका छौँ। हामीले बस्ने सहारा भन्ने कुरा हामीलाई सरकारबाट छँदै छैन, कसैबाट कुनै निकायबाट पनि छैन। हामी बाध्य भएर बेलुका गडेङ र गुडुङ गरेपछि हामीले कहीँ उभिन सक्दैनौँ। कहाँ जम्मा हुन्छ भनेर हामीले यो धनसार बल्ल तल्ल गरेर धनसार भत्काएर टिन नगरे हिजो बेलुका रातभरि हामीले यसो गरेर टिनमा झुन्डिन पर्यो। पकाउन लागेको हामीले भाँडा नै अब त्यहीँ अब पकाउने ठाउँ छैन। हामी रातभरि कति दिनसम्म यो गाउँका कुनै यस्ता फागटमा कुनै मकै रोपेको ठाउँमा हिलामा गाडेर बस्नु परेको। अब एकै ठाउँमा जम्मा हुन नि हाम्रो मौका भएन। त्यसो गर्दाखेरि साह्रै यो कहिले धुरीलाई एउटा पाल यत्रो दिएर कसरी अनि आउँछ भनेर रास आउँछ सबै ठाउँमा वितरण गरेको छ भनेर अस्ति मात्रै हाम्रो गाउँबाट सबै आशाको केन्द्रमा